नमस्कार साथीहरू, मेरो नाम दिपेश हो र तपाईहरू हेर्दै हुनुहुन्छ म्याकबोय भ्लग्स। आज म काठमाडौँको पशुपतिनाथ मन्दिरतिर निस्किएको छु। आज शनिबार, छुट्टीको दिन पनि हो, त्यसैले अलि रमाइलो घुम्ने सोच बनाए। धेरै दिनदेखि जाने योजना थियो, आज बल्ल पुरा भयो। सबैभन्दा पहिले म रेडी भएँ अनि आफ्नो बसन्ती निकालेर सिधै पशुपतितिर लागेँ। बाटोमै यो हो किर्तिपुरको टी.यु। अहिले भने म ट्राफिक जाममा फसेको छु। लौ साथीहरू, अन्ततः पशुपति आइपुगेँ। आज त एकदमै भिड रहेछ। पार्किङमा मात्र हेर्नुहोस् कति धेरै बाइक छन्। शनिबार भएकाले दर्शन गर्न आउने भक्तजनको संख्या निकै धेरै रहेछ। बाइक पार्क गरेर म मन्दिरतिर लागेँ। चप्पल सुरक्षित ठाउँमा राखेँ र अगाडि बढेँ। ओहो, कति धेरै मानिसहरू दर्शनका लागि लाइनमा बस्नु भएको रहेछ। यदि तपाईँ काठमाडौँ आउनु भएको छ भने एकपटक पशुपति अवश्य आउनुहोस्। अब म मन्दिर नजिक आइपुगेँ, तर आज म भित्र भने गएन। अलिकति भगवानसँग रिसाएको छु, त्यसैले बाहिरबाटै श्रद्धापूर्वक दर्शन गरेँ। दर्शन गरेपछि म बागमती नदीतिर गएँ। त्यहाँ जीवनको एउटा गहिरो सत्य देख्न पाइन्छ। अन्त्येष्टि भइरहेको थियो, केही शवहरू दाह संस्कार हुँदै थिए र केही ल्याइँदै थिए। त्यो दृश्यले जीवन क्षणिक रहेछ भन्ने कुरा फेरि सम्झाइदियो। त्यसपछि अलिकति घुमेँ, बीचमा एउटा लक टेस्ट पनि गरेर हेरेँ। सबैले त भाग्य खुलेको जस्तो देखिन्थ्यो, तर मेरो त पहिलेदेखि नै थाहा थियो। मेरो लक आज पनि साथ दिएन। त्यसपछि माथि गएर केही खाएँ, फेरि तल आएर फलफुल पनि खाएँ। अब दिनभरको यात्रा सकियो र म घरतर्फ लाग्दैछु। यदि भिडियो मन पर्यो भने लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नुहोस्। फेरि भेटौँला अर्को रमाइलो भ्लगमा। धन्यवाद।